नमस्ते साथीहरू, हजुरहरूलाई मेरो च्यानलमा स्वागत छ। आजको रेसिपी छ स्पेशल भेज रोटी, जसको लागि चाहिन्छ 5 घण्टा भिजाएर राखेको चामल, जसलाई हामी मिक्सरमा पिस्छौँ। चामल र आलु गरेर जब हामी चामल र आलु सँगै पिस्छौँ तब हाम्रो मिक्सचर पेस्ट एकदम राम्रो तयार हुन्छ। त्यसमा हामीले थोरै पानी पनि एड गर्नुपर्छ। त्यसरी अब हामीले यसलाई ब्लेन्ड गरौँ। हेर्नुहोस् त हाम्रो पेस्ट कस्तो राम्रो तयार भएको छ। हामीलाई यस्तै पेस्ट चाहिन्छ है रोटी बनाउनको लागि। अब हामीले रोटी मोल्नको लागि राखिएको भाँडामा खन्यौँ यसलाई। अब यतिले मात्र नपुग्ने भएकाले हामीले पुनः चामल पिस्नुपर्छ। यसमा अघिको जसरी नै चामल, आलु र थोरै पानी राखेर यसरी अब हामी यसलाई ब्लेन्ड गर्दैछौँ। हेर्नुहोस् त हाम्रो पेस्ट कस्तो राम्रो तयार भएको छ। अब हामीले त्यही भाँडोमा खन्यौँ यसलाई पनि। अब हाम्रो यो पेस्ट त तयार भइसक्यो। अब यसमा राख्नको लागि चाहिने कुराहरू पनि हेरौँ है त। बेकिङ सोडा 1 चिया चम्चा, मरिचको धुलो स्वादअनुसार, जिरा दाना 1 चिया चम्चा, नुन स्वादअनुसार, खुर्सानी मलाई चाहिँ अलिक पिरो लाग्ने हुनाले एउटा मात्रै काटेको छु, अदुवा 1 चम्चा यसरी कुटेको, प्याज मसिनो गरी काटेको, क्याप्सिकम मसिनो गरी काटेको, गोलभेडा पनि मसिनो गरी काटेको, आलु र चामलको यो पेस्ट, कागती आदि मात्र भइसक्छ, दही 1 कचौरा। अब हामीले यो सबै कुराहरू, सबै त होइन, जो चाहिने कुराहरू अहिलेलाई त्यो सबै यसमा राखौँ है त। पहिला क्याप्सिकम, त्यसपछि गोलभेडा पनि राख्यौँ हामीले। अब प्याज राखौँ, प्याज पनि राखिसक्यौँ। अब हामीले कुटेर राखिएको अदुवा राखौँ। अब खुर्सानी। अब यो सबैको मिक्सचरलाई राम्ररी हामी मिक्स गर्नुपर्छ। यो राम्ररी मिक्स गरिसकेपछि हामीले यसलाई 10 या 15 मिनटको लागि छोपेर राखिदिनुपर्छ, जसले गर्दा हाम्रो जुन मिक्सचर छ त्यो सबै एकअर्कामा मिल्छ र पछि रोटीको स्वाद पनि एकदम राम्रो आउँछ, मिठो हुन्छ। यसमा दही पनि राख्यौँ हामीले, जुन 1 कचौरा लिएको थियौँ सही छ। त्यसमा मरिचको धुलो पनि राखौँ है त। यसरी मिक्स गरेको हामीले ढाकेर राखिहालौँ। त्यो ढाकुन्जेलको लागि हामीले आफ्नो अचार तयार गरौँ, जसको लागि हामीलाई चाहिन्छ भाङ्गोको छोप, पोलेर राखेको गोलभेडा, मलाई त पोलेको नै मनपर्छ। अब हजुरहरूलाई उबाले पनि मन पर्न सक्छ, त्यही अनुसार राख्न सक्नुहुन्छ। 2वटा लिएको छु मैले। अब खुर्सानी मलाई अलिक पिरो हुन्छ, पिरो अलि म सहन सक्दिनँ, त्यही कारणले एउटा मात्रै खुर्सानी लिन्छु म। लसुन, यसको ठाउँमा हजुर टिमुर पनि राख्न सक्नुहुन्छ। नुन स्वादअनुसार। यो सबैलाई हामीले अब ब्लेन्ड गरौँ है त। ब्लेन्ड गरिसकेपछि हाम्रो अचार वा चटनी यस्तो हुन्छ। अब हामीले 10-15 मिनट भइसक्यो। अब यो मिक्सचर हेरौँ।
हाम्रो मिक्सचर तयार भइसकेको छ। अब हामीले यसमा स्वाद अनुसार नुन राखौँ। त्यसलाई राम्ररी चलाएर घोलौँ। बेकिङ सोडा लिउँ हामी। अब 1 चिया चम्चा। अब कागती लिउँ हामी, आधा भए पुग्छ हामीलाई। यसरी हालिसकेपछि अब यसलाई पनि हामीले राम्ररी मिक्स गर्नुपर्छ। अब हाम्रो यो मिक्सचर तयार भइसकेको छ। अब हामीले पकाउनतिर लगाउँ है त। अब एउटा कराई लिउँ, यसमा तेल राखौँ। तेललाई राम्ररी कराईमा फैलाउनुपर्छ। यसपछि हामीले तयार पारेको मिक्सचर कराईमा राखौँ। यसरी राखिसकेपछि हामीले 10 देखि 15 सेकेन्डको लागि कराईलाई छोपेर राख्नुपर्छ। जसले गर्दा चारैतिरबाट राम्ररी पाक्छ। ल हेरौँ, हाम्रो पिज्जाको जसरी फुलेको छ यो रोटी। हेर्दा पनि रमाइलो लाग्ने। अब यसलाई फर्काउँ। फर्काउँदा यस्तो भयो। मैले पनि फर्स्ट ट्राई गरेको, खासै राम्रो चाहिँ भएन, तर मिठो चाहिँ हुन्छ है साथीहरू। फेरि हामी अर्को रोटी बनाऊँ। त्यसरी नै तेल हालौँ कराईमा। त्यसलाई कराईमा राम्ररी तेल फैलाऊँ। त्यसपछि उक्त मिक्सचरलाई फेरि उक्त तेलमा हालौँ। हालिसकेपछि फेरि हामी 10-15 सेकेन्डको लागि कराईलाई छोपिदिउँ। हेर्नुहोस् त, पिज्जा जस्तै फुलेको छ। अब यसको हामीले पल्ट्याउनुपर्छ। पल्टाइसकेपछि यस्तो देखियो हाम्रो मिक्सचर। हेर्नुहोस् त, रोटी तयार भइसकेको छ। अब हामीले यसलाई दही र हामीले अघि नै बनाएको चटनीका साथ सर्भ गर्न सक्छौँ। आजको भिडियो कस्तो लाग्यो लाइक कमेन्ट गरिदिनु होला। सेयर र सब्सक्राइब गर्न नबिर्सनु होला। धन्यवाद।